ल सो नमस्कार भन्ने हामीले गुरुलाई चाहिँ आदर र सेवा किन गर्नुपर्छ त है। अब गुरु भनेर अब आदर सेवा गरेपछि उसलाई मानमर्यादा कतिमा राख्नुपर्छ र गुरुसित कसरी बोल्नुपर्छ, गुरुलाई कसरी अब होइन आफूले गुरु भनेर मानेपछि गुरुलाई के गर्नुपर्छ त भन्ने कुराहरूमा केही जानकारी दिउँ भन्ने गइरहेको है। त्यस्तो साह्रो होइन, अब म आफै एउटा गुरु भनेर हिँडिरहेछ, म आफैले अब इज्जत मान सम्मान खोजेको जस्तो हुन्छ, त्यो पनि मैले भन्नु खोजेको चाहिँ होइन। एउटा आफ्नो गुरुसित बोल्दाखेरि होस् या त हिँड्दाखेरि होस्, कति कुराहरूमा आफूले जोगेर आफूले गरेको छ भने चाहिँ त्यो पुण्य कुशल कर्मको पुण्य चाहिँ अरूलाई होइन है, आफूलाई पाउँछ, अरूको लागि होइन, आफ्नो लागि हो है। त्यो गुरुलाई उच्च राखेर उच्च हुने पनि होइन, गुरुलाई तल राखेर त गुरु तल पुग्ने पनि होइन। गुरु आफ्नै ठाउँमा छ र तपाईँ भक्तजनहरू आफ्नै ठाउँमै हुन्छ। तर आफूले गरेको कर्म चाहिँ आफूसँगै दोहोरिरहन्छ त्यो सधैँ नै। त्यसले गर्दाखेरि आफ्नो कर्मलाई याद गरिकन चाहिँ गुरु होस् या त आफ्नो बाबा आमा होस् या त आफूभन्दा कुनै ठुलो पद अथवा ठुलो ज्ञानी या त उमेर ठुलो, त्यसको आदर सत्कार गर्नुलाई चाहिँ एकदम जरुरी छ भन्न चाहन्छु है। त्यसले गर्दाखेरि हामीमा कति कुराहरूमा कमी छ है। तपाईँहरूलाई यो कुरा भन्दा कति कुरा उसलाई यस्तो भनेको थियो भन्ने जस्तो पनि लाग्छ होला, तर मलाई त्यस्तोमा कुनैले के भन्यो भन्नेमा मलाई केही पनि फरक पर्दैन। मलाई त जति मलाई नराम्रो, मलाई जति नै थिचोमिचो गर्छ, मलाई त्यो चाहिँ एकदम सौभाग्य मेरो जस्तो लाग्छ। किनभने मैले शान्तशील गर्नुको बाटो पाइन्छ है। म अगाडि बढ्नुको लागि एउटा खुसीको ज्ञान पाउँछ र त्यहाँदेखि मैले केही नयाँ कुराहरू सिक्ने समय पनि पाउँछ। त्यसले गर्दाखेरि कति कुरामा हामीले बुझ्नुपर्ने त्यस्तो कुराहरू देखिआइपर्छ। ल सो फ्याफुल्लो